जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो। जुन सुन्नुभयो त्यो गरेर सुन्नुभयो। बोली कि त पोल्यो हुन्छ, केही बोल्यो भने त्यहाँ पोलिहाल्यो। कति कुराहरू त भनेर भन्न मन लाग्छ। निताजीलाई पनि सोधौँ है, अहिलेको टाइममा अब तपाईँ आफ्नै होम प्रोडक्सनमा अझ विशेष 2टा फिल्मको तपाईँले नाम पनि घोषणा गरिसक्नु भएको छ होइन? अहिलेको टाइममा तपाईँले हुन्छ नि प्रमोदजीको लागि आएको जस्तो गरिदिनु भयो होइन? आफ्नै फिल्मको अलिकति प्रचारमा या फिर आफ्नै फिल्मको काममा अलिकति बढी समय दिनुपर्ने भएको भएर चाहिँ यहाँ चाहिँ नाइनास्ती गर्दै आउनु भएको के हो त्यो चाहिँ सुनौँ न अलिकति। नाइनास्ती भने कस्तो? प्रमोदजीको लागि आएको भन्नुभयो नि त तपाईँले त, त्यही भएर त्यो चाहिँ सुनौँ न। उहाँकै लागि मात्र आउनुभयो कि आफ्नो काम पनि देखाउने फिल्ममा? कि सुटिङ गरेको यो फिल्ममा चाहिँ अहिलेको टाइममा अहिलेको टाइममा कलाकारले त धर्म छोड्नै भएन नि। छोड्नु भयो त। मैले चाहे 50 वर्ष अगाडि, सरी 50 वर्ष पुगेको चाहे मैले 10 वर्ष अगाडि गरौँ, 15 वर्ष अगाडि गरौँ, तर म इन्भल्भ भइसके पछाडि त मैले आफ्नो धर्म चाहिँ छोड्नु भएन। टाइम दिन सकुला नसकुला होइन, तर मैले सुटिङमा भरपुर टाइम दिएको छु। भोलि पब्लिसिटीमा पनि म आफ्नो टाइम अनुसारले सकेसम्म म जहाँ हौँ जे हौँ, किनभने म छु नि त यो चलचित्रभित्रमा। ल म सेल्फिसै भयो अरे, म गरिनँ अरे, ल प्रमोदको लागि म आइदिएको जस्तो भयो अरे। तर यो फिल्म माइनस हुनु भनेको त मेरो लागि पनि त माइनस हुनु हो नि होइन र? मैले त्यो पनि त सोच्नुपर्छ। त्यो कारणले गर्दाखेरि कलाकारिताको धर्म कसैले पनि छोड्नु हुँदैन, चाहे त्यो पुरानो फिल्म होस्, चाहे जस्तो सुकै फिल्म बनोस्, किनभने यो फिल्म मेरो फिल्म हो भनेर प्राउड फिल गरेर चाहिँ म भन्न सक्छु। र यस्तो जुन सुन्नुभयो त्यो गरेर सुन्नुभयो। जस्तै अब तपाईँ आफैले पनि हुन्छ नि विशेष धेरैवटा ठाउँमा चाहिँ देशको अवस्था परिस्थितिबारे आफैले पनि बोल्दै आउनु भएको होइन? पब्लिक फिगर भइसके पछाडि अझ धेरै कुराहरूमा प्रिभिलेज्ड हुन्छ, कलाकारहरू प्रिभिलेज्ड हुन्छन् जस्तो लाग्छ मलाई होइन? त्यही पनि कलाकारले चाहिँ देशबाट देखेको गतिविधि चाहिँ कुन रूपले देखिँदो रहेछ, कस्तो खालको गतिविधि देख्दो रहेछ त एउटा कलाकारले, त्यो चाहिँ सुनौँ न। हेर्नु, सबैभन्दा भनेको अब यो राजनीति सम्बन्धी मलाई बोल्न मन लाग्दैन होइन? बोली कि त पोल्यो हुन्छ, केही बोल्यो भने त्यहाँ पोलिहाल्यो। कि राम्रो कमेन्ट आउँछ कि नराम्रो कमेन्ट आउँछ, सबै चिज हेर्ने भनेको राजनीतिले गर्दाखेरि हो, यो के अरे देशको स्थितिले गर्दाखेरि हो, देश चलाउने चालकहरूको कारणले गर्दाखेरि हो सायद। र मैले देश विदेशको यताउता धेरै घटनाहरू हेरिरहेको हुन्छु, अवलोकन गरिरहेको हुन्छु, तर आफ्नै देशमा यति ठुलो प्रब्लमहरू छ कि होइन? अब दिनमै हजुरको 1000 जना 500 जना चाहिँ विदेशी यात्रामा दौडिराख्नु भएको छ। एयरपोर्टमा हामी त्यत्तिकै प्याक मान्छेहरू देख्छौँ। बोल्न मन लाग्छ नि, बोल्न मन लाग्दैन र? कति कुराहरू त भनेर भन्न मन लाग्छ, तर भन्न सकिन्न। अहिले त फेरि आइहाल्छ अरे कम्प्लेन होइन, केस आइहाल्छ अरे, फेरि जानुपर्ने होला कतातिर। त्यो भएको कारणले स्वतन्त्र भएर यो देशमा बोल्न पनि पाइँदैन, अवलोकन गर्न पनि पाइँदैन, मनदेखि आफ्नो इच्छा प्रकट गर्न पनि पाइँदैन। गणतन्त्र हो तर के गर्नु भन्न पाइँदैन। त्यो कारणले गर्दाखेरि कतिपय चिज हामीले अवलोकन गर्दा 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 पनि हामीले त्यो चिजलाई बाहिर हाम्रो के अरे मुख मार्फत, हाम्रो लेखाइ मार्फत, बोली मार्फत चाहिँ ल्याउन सकिरहेको छैनौँ। त्यो समस्या धेरै छ। मैले जति बुझेँ त्यति एन्सर दिएँ है। यस्तो हुन्छ, हरेक चिजको भाग्य हुन्छ। हेर्नुहोस्, हरेक चिजको भाग्य हुन्छ। मलाई पनि अब फिल्म कस्तो बन्छ, के बन्छ, कसले कुन स्क्रिप्ट लिएर आउँछ, म कतै नसुनिकन छोडे। अब मलाई राम्रो क्यारेक्टरै चाहिन्थ्यो भने मसँग नेपालकै राम्रो राइटर हुनुहुन्छ, मसँग मेरो घरमा हुनुहुन्छ होइन? म उहाँलाई नै भनेर मेरो लागि स्पेसल लेख्न पनि लाउन सक्थेँ होला होइन? उहाँले पनि धेरैजना पत्रकार जस्तो मेरो पुरानो साथी मैले देखिरहेको थिएँ, हाम्रो दिनेश सिटौला मेरो पुरानो साथी हो। मैले फिल्म गर्नुभन्दा अगाडिदेखि उसलाई मेरो बारेमा पनि धेरै थाहा छ होइन? म त्यो नराम्रो रोल दिन्छ भन्ने डरले फिल्म नखेलेँ। मलाई एकै सिन होस्, राम्रो सिन होस्, मैले मेरो काम देखाएर पाऊँ, भोलि कसैले बोलाए पनि म खेल्न तयार छु। मलाई रोलसँग कुनै पनि मतलब छैन, मलाई मेरो कामसँग मात्रै मतलब हो। धन्यवाद। बोलौँ, धन्यवाद। अब दर्शकले किन हेर्ने भन्ने कुरा तपाईँले जुन उठाउनु भयो, नामबाट नि तपाईँलाई थाहा होला, रियल रिङ्गेट भनेपछि आम नेपालीको विदेश यात्रा जहाँ हुन्छ त्यसैलाई नै हामीले
बिम्बको रूपमा युज गरेको जान त अरू कन्ट्रीमा पनि नेपालीहरू जान्छन् तर अब खाडी रियल रिङ्गेटले खाडीलाई नै रिप्रेजेन्ट बढी गर्छ अनि यो फिल्म किन हेर्नुपर्छ भन्दा चाहिँ आज संसार जहाँ पुगिसक्दा पनि अहिले हामीसित मोबाइल आयो होला टेक्नोलोजीले हामी धेरै माथि पुग्यौँ होला तर हाम्रो जीवन स्तर भनेको त्योभन्दा माथि पुगेकै छैन क्या त्यो नपुगेको हुनाले चाहिँ एउटा राजनीतिले गर्दाखेरि अहिले पनि हामी कति विवश छौँ भन्ने कुराहरू के लुप होल रहेछ त हामी बाध्यता के कारणले त्यो ठाउँमा बढी जाँदो रहेछौँ भन्ने कुराको बारेमा थप तपाईँलाई जानकारीको लागि पनि फिल्म हेर्नु नै पर्छ र जाँदाखेरि हामी कहिलेकाहीँ के हुन्छ भनेदेखि कहिलेकाहीँ सोचेर जान्छौँ कहिले अन्जानमा जान्छौँ कहिले लहैमा पनि गइरहेको हुन्छौँ होइन त्यसमा कुनै पनि स्टेप चाल्दाखेरि पहिला सावधानी पनि अप्नाउनुपर्छ भन्ने कुराको जानकारीको लागि फिल्म हेर्नुपर्ने हुन्छ त्यो बाहेक हामी आउने युवाहरूलाई अब आउने पुस्तालाई चाहिँ विदेश पलायन हुनबाट रोक्नको लागि हामी जति यहाँ अभिभावकहरू पनि छौँ होला या हुनेवाला अभिभावक भए पनि हाम्रो पुस्तालाई चाहिँ आफ्नै ठाउँमा गर्ने वातावरण बनाउन हामीले चाहिँ कस्तो रोल खेल्न पर्दो रहेछ भन्ने कुरा जानकारीले पनि तपाईँले रियालिटी चाहिँ हेर्नुपर्छ हामीले भित्र गीत पनि सुन्यौँ होइन गीतले एकदमै सबै जतिजनाले हेर्नुभयो मन छोयो फेरि एकचोटि अर्को सुनौँ त्यसपछि फेरि कुरा हो जिंदगी उड़ी जाने कहाँ हो कहाँ जिंदगी जिउन धेरै गाह्रो भयो यहाँ यो गीतलाई आफूले हेर्दै गर्दाखेरि तपाईँले आफूले पनि काम गरिसक्नुभयो आफूले कसरी रिलेट गर्नुभयो हुन्छ नि अहिलेको युवाहरूको कथा बोकेको छ नि त आफूले चाहिँ कसरी रिलेट मैले त खास अब अहिले भन्दा पनि मैले चाहिँ गीत गाउने बेलामा चाहिँ मलाई मेन अझै मेरो म त एज एन आर्टिस्ट मलाई त्यो बेलामा रिलेट गर्नुपर्ने थियो नि त त्यो बेलामा चाहिँ मैले भिजुअल्सहरू त हेरेको थिइनँ है दाले दिनुभएको त्यो डिस्क्रिप्सन र त्यसमा अब मैले इमेजिन गरेँ भनौँ न होइन अनि जे गरेँ त्यसरी गरेँ अनि प्लस तर त्यो काम गर्ने इन्भाइरोमेन्ट रेभल स्टुडियोभित्र त्यो त्यहाँको त्यो एम्बियन्स होइन त्यो सबै कुराले पनि असर गर्छ जस्तो लाग्छ क्या मलाई एउटा राम्रो गीत अलिकति त्यो फिल बेसी हुन्छ भन्नुहुन्छ नि सबैजनाले त्यो अब त्यो राम्रो जस्तो लाग्छ होइन मेरो आफू नै राम्रो गाएको हो होइन त्यसरी राम्रो गाइ पनि हाल्छ होइन त्यो त होइन गीत एकदम राम्रो थियो अनि त्यसपछि त्यो गीत सुन्ने बित्तिकै सुरुमा खास मलाई ओहो यो चाहिँ अलिकति डिफ्रेन्ट छ है किनकि यसको एरेन्ज पनि अलि छुट्टै किसिमको छ नि त अनि त्यो भएर पनि मलाई काम गर्न म आफू पनि एक्साइटेड थिएँ अनि प्लस बसी बसी त्यो कोअर्डिनेट गरेर नै हो त्यसरी नै धन्यवाद धेरै धेरै वास्तवमा कुनै सब्जेक्ट यस्ता हुन्छन् कि पुरानो कथा अहिले चाहिँ सान्दर्भिक नहुन सक्छ तर यो कथा अनन्तकालसम्म पनि भर्खरकै कथा जस्तो देखाउँछ किनभने हामी हाम्रो देशका युवाहरू दिनदिनै बाध्यतावश विदेशिएका हुन्छौँ नि त्यो विदेशमा कस्तो किसिमको उनीहरूले पीडा भोग्नुपर्छ भन्ने कथा यसमा छ त्यस कारण यसमा कुनै पुरानो अथवा नयाँ भन्ने होइन कि यो सान्दर्भिक र समसामयिक विषयमा भएको कथा हुनाले यो झन्झन सम्पूर्ण दर्शकलाई मनपर्ने एकदमै राम्रो कथा भएको छ त्यसकारण यो चल्छ जस्तो लाग्छ मलाई चाहिँ अब यस्तो पछिल्लो समय चाहिँ फिल्ममा लगानी गर्दै गर्दाखेरि चाहिँ कस्तो खालको फिल्ममा लगानी गर्ने त कस्तो खालको फिल्म चल्दिन्छ भन्ने खालको नै कन्फ्युजन छ क्या कस्तो खालको फिल्म चल्दिन्छ भन्ने कुरा नै थाहा छैन नेपाली दर्शकहरूले चाहिँ कस्तो खालको स्टोरी खोजिरहेको छ भन्ने कुरा चाहिँ कन्फ्युजनमा छ तपाईँले चाहिँ यो स्टोरीमा लगानी गर्दै गर्दाखेरि चाहिँ के देखेर लगानी गर्नुभयो स्टोरी या होइन यो फिल्ममा अब यो फिल्मलाई राम्रो बनाउँछु यो स्टोरीलाई राम्रो बनाउँछु भन्ने सबभन्दा पहिला त फिल्मको विषयवस्तु जब मलाई अफर आयो भाइ विवरबाट आएको कुरा हो यो होइन यसरी प्रमोद भएको फिल्म इन्कम्प्लिट छ भन्ने कुरा आएपछि मलाई टाइटल भन्ने बित्तिकै मैले बुझेँ यो चाहिँ वैदेशिक रोजगार सम्बन्धी हुनुपर्छ भन्ने कुरा उठ्यो र त्यसपछि अब फिल्ममा अब के पर्सेन्टेज फिल्महरू पनि सिकाएको थियो होइन त्यसपछि फर्दर गर्नलाई अब केही लगानी गर्नु पर्ला भन्ने सोचले हामीले फुटेज हेऱ्यौँ मलाई फुटेज राम्रो पनि लाग्यो तर त्यसमा धेरै कुरा थप्नुपर्ने मैले महसुस गरेँ
र मैले अब कति गर्ने भन्ने कुरा मैले त्यसमा कुनै मैले राखिनँ। मैले राम्रो बनाऊँ भन्ने मेरो सोच भयो र गर्दा गर्दा फिल्म चाहिँ हामीले सबै एङ्गलबाट हामीले कम्प्रोमाइज गरेनौँ। गानामा हामी टोटली नयाँ गाना गऱ्यौँ सबै चिजबाट होइन। त्यसले गर्दाखेरि रिराइट पनि भयो र सुटिङहरू हामीले धेरै इभन हामीले इराकको जुन हामीले त्यो क्रिएट गर्नलाई हामी पुग्यौँ कहाँ भने बिकानेरमा राजस्थानमा, यहाँ मरुभूमि नभएको हिसाबले र त्यहाँ पनि हामीले धेरै दुःखको साथ यत्रा कलाकारहरू लगेर फिल्म बनायौँ होइन। र फिल्म जहाँसम्म लाग्छ फिल्म राम्रो हामीले बनाउने प्रयास गरेको थियौँ र राम्रो बनाए पनि छ। र अब लगानीको कुरामा चाहिँ के कति भएको छ भन्ने कुरामा चाहिँ अब मैले भनिराख्नु पर्दैन होइन। त्यसले गर्दाखेरि मुख्य कुरा हामीले गरेका कामलाई चाहिँ दर्शकबाट सराहना होस् भन्ने हाम्रो चाहना हो। अब लेट्स सी होइन, अब भोलि पब्लिकले गर्ने कुरा हो होइन। अब जहाँसम्म लाग्छ उहाँले मन पराइदिनु हुनेछ। पछि जोडिनु भयो तपाईँ चाहिँ? म पछि जोडेँ हजुर। के कुराले चाहिँ तान्यो तपाईँलाई होइन यो फिल्ममा चाहिँ म लगानी गर्छु भन्ने खालको? मैले भने त दुईवटा, एउटा मेन कारण के छ भने जो भाइहरूले काम गरे कलाकारहरूले उनीहरू काम पनि ब्लक थियो होइन। र स्वाभाविक आफूले गरेका कामहरू के अरे आओस् भन्ने चाहना सबैलाई भइहाल्छ होइन। र त्यो पक्षबाट पनि सोचेँ मैले होइन। म किन गर्न सक्षम थिएँ र मैले अब ठिक छ के लगानी गरेर फिल्म कम्प्लिट हुन्छ भने गरौँ भन्ने हिसाबले पनि गरेँ। र गर्दै जाँदा कथा विषयवस्तुले पनि मलाई धेरै प्रभावित गर्यो र त्यसलाई चाहिँ अझ राम्रो गर्ने उद्देश्यले मैले लगानी गर्ने हिचकिचाइनँ। मैले सम्पूर्ण रूपमा मैले एकदम ओपन भएर मैले गरेर आज यो स्थितिमा फिल्म बनेको छ, राम्रो बनेको छ। चलचित्रमा अभिनय त धेरै गरिसकेको छु। गन्ती हो भने पनि लगभग लाग्छ मलाई 70-75वटा मुभी त गरेको छु। त्यो भएको कारणले गर्दाखेरि म कलाकारको धर्म छोड्नु र हामीले जस्तो जुनसुकै फिल्मको पहिला फर्स्ट आउँछ स्टोरी आउँछ, मन परेरै चलचित्र गर्ने होइन। क्यारेक्टर आफ्नो राम्रो लागेरै चलचित्र गर्ने हो। काम गरिसकेपछि जोडिसकेपछि डेफिनेटली त्यो चलचित्र पनि मेरै हुन्छ। म जोडिएको छु त्यसमा, पुरै टिम लागि परेको हुन्छ। आफ्नो चलचित्र राम्रो भएकै होस् भन्ने चाहना सबै कलाकारहरू हुन्छ। त्यही छ, त्यस्तो डिफ्रेन्ट त्यस्तो भास्ट मैले फिल गरिरहेको छु होइन। अलिकति प्रोड्युसरको पीडा फिल गर्छु होइन, जुन गगन दाइले लागिराख्नु भएको छ। हजुर मलाई अलिकति सहज छ किनभने मैले अरू टेन्सन लिनु परेन। म एउटा कलाकारको रूपले प्रस्तुत भइदिनु पऱ्यो। मैले फिल्मको बारेमा फिल्मको जिज्ञासा दर्शकमाझ के छ कस्तो दर्शकमाझ पुर्याउने मैले कोसिस गर्नु पऱ्यो मिडिया मार्फत। साँच्चीकै चलचित्र राम्रो बनेको छ, त्यही धर्मबाट कुरा छ। यो रियल रिङ्गेज अब रिलिज हुने भयो भन्दाखेरि चाहिँ तपाईँलाई डर चाहिँ कतिको लागेको थियो? पहिल्यै सुट भइसकेको फिल्म हो, दर्शकले कसरी लिएला भन्ने कुरामा चाहिँ तपाईँलाई कतिको डर लागेको थियो? एक्साइटेड कतिको हुनुहुन्छ पहिला जाँदा कस्तो सुट भएको फिल्म अब हेर्न पाउने भयो भन्ने कुरा? फर्स्टमा त उसले नै हामी तत्र साथी फेरि उसले नै मलाई के अरे निता यसरी बन्ने भयो भनेर यति वर्ष अगाडिको फेरि हामी त कम्प्लिट भएको थिएन नि त। त्यो फिल्म स्टार्ट मात्र भएको थियो, पूर्ण दाता दाइल धेरै काम गर्नु भएको छ यसमा होइन। भने नि मैले भित्र पनि भने नयाँ फिल्म बनाउन सजिलो हुन्छ क्या, तर बनेको फिल्मलाई बनाउन धेरै गाह्रो हुन्छ। त्यो पूर्ण उहाँले गर्नु भएको छ। अनि उहाँले कुरा आइसके पछाडि उसले कुरा गरिसके पछाडि चाहिँ फिल भयो कि यस्तो यस्तो तरिकाले गर्दैछौँ, पहिलाको सिनहरूलाई यस्तो गरेर नयाँ तरिकाले प्रेजेन्ट गरेर गानाहरू पनि हामीले यसरी हालेर यो टाइपको स्टोरी बनेको छ। स्टोरी लाइन पहिलाकै थियो तर प्रेजेन्टेसन नयाँ थियो। त्यो भएपछि म झन् कन्भिन्स भएँ। अनि ल ओके काम गरिसकेको थियो त धेरै आत्माले मनले मायाले गरेको चलचित्र थियो, रोकिएको थियो, मनमा पीडा थियो होइन। त्यत्रो बिचरा पुलिसले काम गर्दा गर्दा पनि स्टुडेन्ट भन्नुभएको थियो, पूर्ण भयो, राम्रो भयो, एकदम एक्साइटेड भएको थियो। भनेपछि हामीले रियल रिङ्गेटमा चाहिँ दुईवटा नेतालाई देख्न पाउँछौँ, 7-8 वर्षको अगाडिको नेता र अहिले भर्खरैको नेतालाई पनि हामीले त्यो छुट्याउने काम तपाईँहरू त्यसपछि म के भन्नु यो फिल्म छ नि पहिले खिचेकै फिल्म हो भन्ने धेरैले लागेको छ। पहिलेको 5 देखि 7% त सबै रिस उठ्यो। पहिले खिचेको भनेको जम्मा 5% 7% त्यो ब्रिजको लागि राखिएको छ होइन, त्यो ब्रिजको कामको लागि एज 90% एबभै रिस उठ्यो। त्यही भएर त्यस्तो कन्फ्युजन छैन, सबै नयाँ हो, सबै रिस उठै हो। तपाईँले चाहिँ कसरी लिनुभएको छ यो फिल्मलाई होइन? यो अहिलेको रिसेन्ट स्टोरी जुन पहिलाको स्टोरी र अहिलेको स्टोरी म्याच हुन्छ कि? किनभने अहिले रिलिज गर्दा पनि दर्शकले रुचाउने छ यो कथालाई भन्ने कुरामा चाहिँ कति फरक पर्छ? यस्तो
पहिलो कुरा के भने जस्तो हामीले लभ स्टोरी फिल्म गर्दैछौँ भने चाहिँ हिरो र हिरोइनको लभ पऱ्यो। हामीले 20 वर्ष अगाडि पनि त्यही हेर्ने, अहिले पनि लभ स्टोरीमा हिरो र हिरोइनको लभ पर्ने हो क्या। अब एक्सन मुभी हेर्छौँ भने के छ भने एक्सन छ पक्का भन्ने हो नि त। यो भनेको तपाईँको आजभन्दा 20-50 वर्ष अगाडि त विदेश गइरहेको थिएँ होइन, कमाउनको लागि खाडी गइरहेको थिएँ नि त 20-50 वर्ष अगाडि, र अहिले पनि गइरहेछन् क्या, र भोलि पनि जानेछन्। किनभने नेपालको स्थिति हेर्नुहोस्, अहिले तपाईँ एयरपोर्ट गएर हेर्नुभयो भने लगभग तपाईँले 1000-2000 जना झोला बोकेर, जस्तो मैले क्याप लगाएको छु, यो टी सर्ट लगाएको छु, मैले लगाएको किन भन्नुहुन्छ भने विदेशमा तपाईँको खाडीमा कामदार जाँदाखेरि कम्पनीले क्याप दिन्छ, टी सर्ट दिन्छ, किनभने उनीहरू उहाँ गइसकेपछि के भने त्यहाँ कोही आउँछ उसले पिक गरेर लाने हो क्या। यहाँबाट जानेले त एउटा क्याप चिन्ह हो नि त, यो चिन्ह हो मेरो। त्यो जो खाडीमा म अमेरिका अस्ट्रेलिया भन्दिनँ, खाडीमा जो दुःख गर्नलाई बाध्यताले गइरहेछ नि, उनीहरूको प्रतिनिधित्व पात्र मात्रै हो, केही पनि होइन। र यो अहिले पनि त्यही हो, अहिले पनि त्यही हो, भोलि पनि त्यही हो। यो स्टोरी पुरानो हुँदै हो। प्रश्न गर्दै गर्दा सिनेमामा धेरै कथाहरू हुन सक्छन्, छन् पनि, र हामीले रियल रिलेटलाई नै किन सिनेमा बनाउन खोज्यौँ यसको कुराहरू हामी बिस्तारै तपाईँहरूमाझ खोल्नेछौँ। र अबको क्रममा यहाँहरूलाई कविताका 2 पंक्तिहरू सुनाएर उडिरहेका कैयन जहाजमाथि लाखौं थान सपना खाडीको उखरमाउलो गर्मीमा श्रम खोज्न हिँडेका दिन गाउँमा साइलाका खाले परान छाडे साइली काकी अझै पनि बाटो पुरी हेरिबस्यो। धन्यवाद। यसै आजको हाम्रो कविताको 2 लाइन तपाईँहरूलाई पनि सुनाउन चाहे र यसको एउटा अनुभव सुनाउन चाहन्छु। हामीले कविता लेख्ने क्रममा सधैँ भावनात्मक गहिराईबाट शब्दहरूलाई सुन्ने कोसिस गर्छौँ, र यो यस्तो विषय हो जसमा हामीले बनाएको चलचित्रमा जति पनि चरित्रहरू हुनुहुन्छ उहाँ चाहिँ सायद प्रतिनिधि पात्र मात्रै हुन्। बोलिरहँदा, क्यामेराले खिचिरहँदा र महसुस गरिरहँदा त्यो कुराको पात्र हामी पनि हौँ। सायद म पनि भन्न सक्दिनँ होला। जुन मसँग पासपोर्ट छ त्यस पासपोर्टमा एक समयको फनको सँगसँगै घामका धर्साहरू सँगसँगै ती गएका रात ती आउने समयले सायद म पनि त्यो कुराहरूमा अल्झिन सक्छु अथवा अल्झिँदैन भन्ने कुरामा जुन म आफूलाई राखेको छु त्यो पनि टुट्न सायद समय लाग्दैन होला जस्तो लाग्छ मलाई। र यो कुराहरूमा हामीले जोड दिन जरुरी छ। र अबको अंशमा यही कुराहरूलाई उठान गरेर हामीले बनाएको यो कविता यहाँहरूमा जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो, आमाका लागि आँखामा हाल्दा पनि नबिच्ने सन्तान उड्यो, बाका लागि स्वाभिमान र भरोसा उड्यो, श्रीमतीका लागि सिन्दुर उड्यो, छोराछोरीका लागि नयाँ लुगा र खेलौना उड्यो, भाइका लागि ताकत उड्यो, साथीहरूका लागि माहौल उड्यो। घाउको पनि त धर्म हुन्छ, काटिएपछि रगत बग्नुपर्छ। तर मेरो देशका लागि बेरोजगारीको सिलसिलामा मामुली कामदार उड्यो। धन्यवाद। हामी यहाँहरूबाट धेरै अपेक्षा गर्न चाहन्छौँ, किनभने यस सिनेमालाई म केही नाम दिन चाहन्छु। यसमा चाहिँ आफ्नो इन्टरनल आफ्नो हृदयबाट काम गरिरहेका व्यक्ति सम्पूर्ण हाम्रो क्रुमा हुनुहुन्छ। सर्वप्रथम यस फिल्मलाई चाहिँ निर्माता जो छन् यस फिल्मका, उहाँ चाहिँ मैले चाहिँ धेरै मान्छेहरूलाई भेटिरहँदा चलचित्र बनाउने क्रममा चाहिँ उहाँले जुन विश्वास दिनुभएको छ कलाकारहरूलाई, नयाँ कलाकारहरूलाई जसरी विश्वास दिने र उहाँप्रति उहाँको झुकाव र हामीहरूको समस्यालाई पनि उहाँले आफ्नो समस्या मान्नुहुन्छ, त्यो चाहिँ काम गरिरहँदा चाहिँ हामीलाई पनि खुलेर काम गर्न मन लाग्छ। र
यो सिनेमालाई जसरी डाइरेक्ट गर्नुभएको छ हाम्रो विभोर दाइले, उहाँले बोलिरहँदा सम्झाइरहँदा हरेक कलाकारहरूलाई चाहिँ काम गर्न त्यति नै उत्तेलित गर्नुहुन्छ र हामीसँग हाम्रो यो चलचित्रमा मेन भूमिकामा हुनुहुन्छ निता म्याम, हाम्रो प्रमोद सर र सँगसँगै विपिन दाई हुनुहुन्छ हाम्रो पिजिपी। इज समवन हु इज फ्रम द ब्याकग्राउन्ड, इज डुइङ समथिङ ग्रेट। अनि उहाँ चाहिँ अगाडि आफू बोल्नुभन्दा पनि पर्दा पछाडिबाट काम गर्न रुचाउनुहुन्छ र उहाँसँग काम गरिरहँदा आई फेल्ट अल्सो कि काम यसरी पनि गरिन्छ भन्ने उहाँले पनि सिकाउनु भएको छ। सो थ्याङ्क यू सो मच दाइ। सो हाम्रो चाहिँ यो चाहिँ यहाँनिर उभिरहँदा तपाईँहरूसँग आफ्ना कुरा गरिरहँदा हामीले हाम्रो भित्र हृदयको आवाज भन्दा पनि यो घटनाले हरेक ती चुलाहरूलाई कसेर राखेको छ र जल्ने चुलामा हरेकचोटि भात मात्रै जल्दैन अथवा भात मात्रै पाक्दैन, जल्ने मनहरूमा पनि एउटा आगो छ। त्यो मन सायद यो फिल्मले जसरी यो चलचित्रले तपाईँले रिभेल देख्न सक्नुहुन्छ, रिभेल इन्टरटेनमेन्ट्स, त्यो आगो जो भित्र जलिरहेको छ त्यसलाई चाहिँ हामीले सिनेमा शब्द दृश्य मार्फत प्रश्नफुटन गर्न खोजिरहेका छौँ र यहाँहरूको सद्भाव र मायाले हामी अगाडि बढ्न सक्छौँ भन्ने हामीले विश्वास लिएका छौँ र यति भन्दै यहाँहरू माझबाट बिदा हुन्छु। धन्यवाद। थ्याङ्क यू दार्जिलिङ कवि मिठो कविताको लागि र यो चलचित्रप्रति यहाँको समर्पणको लागि हामी आभार व्यक्त गर्दछौँ टिमको तर्फबाट पनि। म रविन्द्र खड्का दाइलाई माइक पास गरिदिनु अनुरोध गरेँ। नमस्कार। मेरो यो रियल रिङ्गेट टिमका सम्पूर्ण आदरणीय मित्रहरू लगायत आजका प्रमुख अतिथि र हामीलाई माया गर्ने प्यारा प्यारा सम्पूर्ण सञ्चारकर्मी मित्रहरू नै सबै सर्वस्व हो। उहाँहरूलाई हार्दिक अभिवादन टक्राउन चाहन्छु र सुस्वागतम गर्न चाहन्छु। यो चलचित्रका बारेमा यो गीतले धेरै छाप छोड्छ होला। म आफै खेलेको फिल्ममा पनि म अहिले आँखाबाट आँसु निक्ल्यो। वास्तवमा यो एउटा गीतले नै हाम्रो फिल्मको कथा धेरै बुझाउँछ कि हाम्रा प्यारा प्यारा दर्शकहरूले चाँडैभन्दा चाँडै यो फिल्म हेर्न रुचाउँछन् जस्तो मलाई लाग्छ र आशा पनि हाम्रो त्यही नै छ। यो चलचित्र अत्याधिक सफलताको लागि शुभकामना। वास्तवमा यो चलचित्रमा आजको नेताजीहरूको यो जुन चरित्रहरूलाई चाहिँ चित्रण गरिएको छ, एकातिर हामीले युवाहरूलाई बिर्सिन जानुबाट रोक्नुपर्छ भन्ने आवाज छ भने अर्कोतिर त्यही नेताहरूले हामीलाई चाहिँ यो हाम्रो ठाउँबाट हाम्रो मातृभूमिबाट विदेश जान बाध्यता बनाउँछन्। त्यसकारण पनि यो आजका नेताहरूको भोलिको चरित्रलाई चित्रण गरेको यो चलचित्र हो रियल रिङ्गेट। र मलाई अत्यन्त हामी यतिसँग हामीले यो मिलेर जुन एउटा तपाईँलाई अघि यहाँ धेरै एनाउन्स भयो हाम्रो जीवन पराजुली भाइले कि मेरो मित्र गगन प्रधान, म 36-37 सालदेखि जोडिएको मान्छे हो उसँग। यति कि ऊ चलचित्रकर्मीहरूलाई अग्रज आज जति पनि नाम कमाएका साथीहरूलाई उसले धेरै साथ सहयोग गर्दै आएको मान्छे हो र उसले भावना बुझेको छ। हामी चलचित्रकर्मीहरूलाई कसरी माया गर्नुपर्छ भन्ने पनि बुझेको एउटा व्यक्तित्व हो, जसले अब एउटा सङ्गीतको क्षेत्रमा 2 दशकदेखि काम गर्दै आएको छ भने चलचित्रको क्षेत्रमा 4 दशकभन्दा बढी उसको एउटा योगदान छ। त्यसकारण पनि म उसलाई लगायत हाम्रो विभोर पोखरेल जो एउटा नयाँ क्रिएटिभ माइन्ड भएको एउटा राम्रो निर्देशकलाई मैले पाएँ र उहाँलाई लगायत मेरो यो चलचित्रमा मेरो छोरी बनेर खेल्ने निता ढुङ्गाना र मेरो झन्डै ज्वाइँ है झन्डै ज्वाइँ प्रमोद प्रदीप सबै लगायत विपिन मल्ल लगायत हाम्रो यो सम्पूर्ण टिमलाई र सम्पूर्ण प्यारा प्यारा दर्शकहरूलाई म अनुरोध गर्न चाहन्छु कि यो चलचित्रलाई हामीले हेरिदिनुहोस् भन्दैनौँ, तर एकजना माउथ टु माउथ भएर यो असाध्यै राम्रै चल्छ भन्ने आशा एवं विश्वासका साथ फेरि पनि तपाईँहरू यहाँ जुन आउनुभएको छ, तपाईँहरूले आज यो हलबाट सुरु भएको यो तपाईँहरूको जुन एउटा छायाङ्कनको दृश्य
देशभरि र देश मात्रै नभएर विश्वभरि फैलाइदिनु हुनेछ र रियल रिगेटलाई सबैले माया गरिदिनु हुनेछ भन्ने आशा एवं विश्वासका साथ धेरै धेरै धन्यवाद दिन चाहन्छु। विशेष गरी आजको जीवन पराजुलीलाई पनि धन्यवाद दाजु चाहिँ नामले झन्डै झन्डै ज्वाइँ भने चाहिँ के नबुझेर कि मैले अब कथा अहिले सबै कुरा भन्नु भएन र मैले उसलाई बाध्यता मैले विदेश जानलाई राष्ट्र सेवक मान्छे म देशमै के गर्छु भनेर बसेको मान्छे हो नि त हो। यस्ता कथा सबै भन्न खोज्दाखेरि झन्डै झन्डै भने धेरै कथा आउला अहिले नभनौँ तर तपाईँले चलचित्रमा हेर्नु होला भन्न खोजेँ त्यो के हो कसो हो चाहिँ तपाईँ चलचित्रमा हेरेर थाहा हुन्छ। नबुझौँ अहिले त्यो कुरा नगरौँ। अब निताजीलाई माइक पास गर्न अनुरोध छ। निता ढुङ्गाना। धन्यवाद यहाँ उपस्थित सम्पूर्णमा मेरो मनदेखि नै धेरै धेरै नमस्कार। यो भिडियो हेर्दै गर्दाखेरि धेरै कुराहरू याद आयो कि दिमागमा होइन। अलिकति अगाडि म स्टुडियोमै गएर यो गीतको भिजुअल हेरेको थिएँ अनि सबैले भन्नुभयो कि कस्तो बनाएछ निता भनेर। हाम्रो टिम सबैले भन्नुभयो कस्तो बनाएछ भने राम्रो बनाएछ म छुने बनाएछ भन्ने भयो। अनि म त्यो दिन घर गएँ रातमा घर गएँ पछाडि मेरो दिमागमा आजभन्दा 8-9 वर्ष 7-8 वर्ष को यो हामीले यो स्टार्ट गरेको यो रियल रिङ्गेट चलचित्रको जल्दी याद आयो त्यो सिनहरू त्यो सबै चिज होइन। भनेपछि फिल्मको भविष्य थाहा हुँदैन रहेछ क्या। थाहा थिएन यो फिल्म आउँछ आउँदैन फेरि बन्छ बन्दैन रिलिज हुन्छ हुँदैन होइन। त्यही भएर भोलि के हुन्छ यो फिल्मको भविष्य त्यो पनि हामीलाई थाहा छैन। आज ताती गरेर 7 वर्ष पछाडि यो फिल्म सबै कम्प्लिट भएको छ। अझै मेन कुरा त हामी त पुरानै थियौँ हामी त पुरानै आर्टिस्ट पुरानै टिम हौँ तर अझै स्पेसली धन्यवाद चाहिँ हामीले गगन दाइलाई दिनुपर्छ। र किनभने बनाएको फिल्म बनाउन धेरै गाह्रो छ बरु नयाँ फिल्म बनाउन सजिलो छ है। पहिला कस्तो बन्यो के बन्यो धेरै थिएन फेरि 20-25% मात्र सुटिङ सकिएको थियो। टिम अलिअलि अर्कै हुनुहुन्थ्यो र त्यसमाथि विमलजीको हातमा पर्यो विमल दाइको हातमा परिसके पछाडि यो फिल्म अर्कै मोडियो। आज आएर चाहिँ एक किसिमले कन्फिडेन्टली म के भन्न सक्छु भने साँच्चीकै आजभन्दा 7-8 वर्ष बनेको रियल रिङ्गेट भन्ने चलचित्र पुरानो धारको चलचित्र होइन नयाँ धारको चलचित्र हो। र अहिले जुन हिसाबले प्रेजेन्टेसन गरिएको छ यो चलचित्रलाई साँच्चीकै अहिले सबै दर्शकलाई रिलेट गर्छ। जुन समयमा चल्नुपर्ने त्यही समयमा चल्दैछ यो चलचित्र होइन। आज देश विदेशमा हामी यति घटनाहरू सुन्छौँ यस्तो उस्तो भइरहेछ। मेरो घरमा मेरो परिवार विदेशिएका छन् तपाईँको घरमा पनि कतिपय परिवार विदेशिएको होला र यो राजनीति अस्तव्यस्तले भोलि जसरी अहिले तपाईँहरूले क्यामेरा खिचेर हाम्रो रिपोर्टिङ गरिराख्नु भएको छ तपाईँहरूलाई पनि त्यो फिल हुनसक्छ। अब यो देशमा बसेर केही गर्न सकिन्न बाहिर जाने हो कि क्या हो भनेर कतै सोच आउन सक्छ चाहे सानो देश हो या ठुलो देश होस् होइन। मेरो घरमा पनि त्यो समस्या छ नभएको होइन। हरेक दर्शकलाई रिलेट गर्ने चलचित्र बनेको छ रियल रिङ्गेट त्यही भन्न चाहन्छु। र साँच्चीकै यो फिल्म रिलिज हुँदैछ एकदमै खुसी लागिरहेछ। गडलाई धन्यवाद टिमलाई धन्यवाद। प्रमोद धेरै मेहनत गरेको छौ धेरै कुरेको छ यो चलचित्रलाई स्पेसली अझै साथ दिनुको कारण प्रमोद पनि हो मेरो एउटा राम्रो साथी र राम्रो कलाकार पनि हो उहाँ र राम्रो गीत फिल्म बनेको छ। सबको साथ सपोर्ट माया चाहिन्छ। अझै स्टेप बाई स्टेप यो फिल्मको गीत सङ्गीत अनि ट्रेलर आएपछि तपाईँहरूलाई फिल हुनसक्छ। धन्यवाद। थ्याङ्क यू। अब अन्त्यमा यस चलचित्रका प्रमुख पात्र प्रमोद चौलागाई। अलिक अगाडि हामीले उहाँलाई प्रमोद भारद्वाज भनेर चिन्थ्यौँ तर उहाँ यो चलचित्रमा प्रमोद चौलागाई र अलिक केही समय अगाडिदेखि उहाँले थर नै लेख्न थाल्नु भएको छ गोत्र नराखेर। प्रदीप सरले चाहिँ भारद्वाजै लेख्नुहुन्छ है। अब प्रमोद चौलागाई। सर्वप्रथम त यहाँ उपस्थित हुनुभएका सम्पूर्ण मिडियाकर्मीहरूलाई नमन गर्न चाहेँ मैले। आज प्रेस मिट हो मैले तपाईँहरूलाई नै स्पेसल माने। त्यस पछाडि जतिजना यहाँ उपस्थित हुनुहुन्छ हाम्रो टिमदेखि बाहेक उहाँहरूलाई पनि मैले नमन गर्न चाहेँ। गगन दाई विभोर दाई हाम्रो टिमका सम्पूर्णलाई मैले सम्झेँ। मैले चाहिँ यो फिल्मको बारेमा बोल्नु पऱ्यो भने भन्नु पऱ्यो भने यसरी एकैछिनमा मैले भन्न भ्याउँदिनँ। यसको अर्कै कथा छ। अघि निताले अलिकति कोट्यायो होइन।
मेरो फिल्म इन्डस्ट्रीमा आएदेखिको यहाँसम्मको एउटा बेग्लै कथा छ। फेरि कुनै दिन बसेर तपाईँहरूको क्वेसन आएछ भने म भन्ने प्रयास गर्नेछु। मेरो फर्स्ट फिल्म स्वर्गीय शिव रेग्मीको अन्तिम फिल्म थियो सो सिम्पल। मैले त्यो फिल्मबाट डेब्यु गरेँ। त्यस पछाडि हामीले आफैले एउटा चलेछ पता सुस्तरी दाइले र मैले नि मिलेर गरेका थियौँ। त्यस पछाडि गर्ने क्रममा मेरो चलेछ पता सुस्तरी राम्रो भएन, मार्केटमा राम्रो चलेन। नचले पछाडि म फिल्म गर्दिनँ भन्ने लाग्यो। किनभने मैले एकजना नाम लिन अहिले सम्झे एकजना पत्रकार जिउनी हुनुहुन्छ, सायद तपाईँहरू सबैले चिन्नुहुन्छ होला। उहाँले बारम्बार लेख्नुहुन्छ यो फिल्म इन्डस्ट्री भनेको सिक्ने ठाउँ होइन, प्रोड्युसरको पैसामा कोही पनि नसिक भनेर उहाँले बारम्बार लेखिराख्नुहुन्छ। म त देखिरहेको हुन्छु। मैले पनि फिल्म गर्दै गर्दा यदि सफल भएन भने प्रोड्युसर त डुब्ने नै हो। मैले त्यही कुरालाई मनन गरेर म फिल्म गर्दिनँ, सफलै हुन सकिँदैन भने प्रोड्युसरको पैसामा मैले किन खेल्ने जस्तो लाग्यो मलाई। र म फिल्म गर्दिनँ भनेर बसेको बेला यो फिल्मको अफर आयो मलाई। मैले यो फिल्म पनि गर्दिनँ भने स्टार्टमा। गर्दै जाँदाखेरि गगन दाई पछि जोडिनु भयो। सुरुमा अर्को हुनुहुन्थ्यो, उहाँले प्रमोट भएन भने फिल्म बन्दैन भन्नुभयो। ठिक छ, अब त्यसो भने मेरो केही टर्म अफ कन्डिसन थियो, उहाँले पुरा गरिदिनु भयो। गर्दै जाँदा बिचमा फिल्म रोक्यो, पुरा भएन। गगन बिवर दाई डाइरेक्टर साहब, उहाँसँग मैले भिडियोहरू गरिरहेको थिएँ। एक दिन दाईको र मेरो भेट भयो गफ गर्ने क्रममा। दाई यस्तो यस्तो भएको थियो भनेर भन्दाखेरि दाईलाई टाइटल मन पऱ्यो, कथा सुन्नु भएन उहाँले पनि। एक लाइन भन्ने कोसिस पनि गरेँ, ठिक छ प्रमोद हामी फिल्म गर्दैछौँ रिबेलबाट, म रिबेल जान्छु, गगन दाईसँग कुरा गर्छु के हुन्छ भनेर जानुभयो। गगन दाईले टाइटल सुन्ने बित्तिकै मलाई फोन गरेर बोलाउनु भयो। उहाँले पनि कथा सुन्नु भएन, टाइटलै सुन्नु भयो र उहाँले मसँग कथा सोध्नुभयो। मैले केही लाइन भने होइन, यो फिल्म अर्को जुन फिल्म बन्दै थियो बिवर दाईले पनि डाइरेक्सन गर्दै हुन्थ्यो, त्यो प्रोजेक्ट ड्रप गरेर यो प्रोजेक्ट दाईले लिनुभयो कि। यो बिचमा धेरै कथा छ, मैले धेरै कुरा भन्न पनि चाहिनँ। एकदमै दुःख गरेर बनाएको फिल्म हो। यसमा पहिले त मैले गगन दाई र बिवर दाईले पनि सम्झेँ होइन, धेरै धन्यवाद दिन चाहेँ। किनभने म इन्डस्ट्री छोडेको मान्छेलाई उहाँहरूले ल्याउनु भयो फिर्काएर। फेरि म इन्डस्ट्रीमा काम गर्दिनँ, म कुनै प्रोड्युसरको पैसामा खेल्दिनँ भनेर मैले छोड्या हो। मेरो घरमै मैले तपाईँले कतिले चिन्नुहुन्छ होला, मेरो घरमै राइटर हुनुहुन्छ दाई हो मेरो, प्रदीप भारद्वाज मेरो दाई हो। उहाँले पनि मलाई अफर गर्नुभयो। उहाँले पनि बिचमा 2-4वटा फिल्महरू भन्नुभयो। म बसिराख्दाखेरि मेरो हातमा अरू 5-7वटा फिल्म पनि आएको हो। मैले नगरेकै हो, फिल्म नपाएर हराएको चाहिँ होइन। म फिल्म गर्दिनँ भनेर छोड्दाखेरि कताबाट मेरो सानैदेखिको इच्छा, मेरो सानैदेखिको मेहनत र लगनलाई मैले फिल्म इन्डस्ट्रीमा आफ्नो तरिकाले पाइला हालेको थिएँ र मैले आफ्नै तरिकाले पाइला झिकेको थिएँ। र फेरि मलाई यो फिल्म इन्डस्ट्रीले ताने हो। म गएको मान्छेलाई फिल्म इन्डस्ट्रीले ताने हो। अब सम्पूर्ण कुराहरू त फिल्मले बोल्छ, म जति बोले पनि केही पनि हुँदैन। दर्शकले हेर्ने हो, दर्शकहरूले नि भन्ने कुराहरू बाँकी कुराहरू होइन। 16 गते फिल्म हलमा लाग्दैछ। तपाईँहरूले पत्रकार साथीहरूले दर्शकहरूसम्म चाहिँ पुर्याइदिनुहुन्छ होला, फिल्मको बारेमा केही कुरा जानकारी गराइदिनुहुन्छ होला होइन। त्यस पछाडि भनेको दर्शकको हातमा हो। दर्शक भगवान् हुन्, उहाँहरूले जे भन्नुहुन्छ, फेरि खेल भन्नुहुन्छ कि जा भन्नुहुन्छ उहाँहरूको हातमा हो। मैले धेरै बोल्न चाहन्न। धन्यवाद।